मारे मार हेलो 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 सबैलाई हेलो हेलो आज गफ गरौँ भयो एकछिन अनलाइनमा लाइभमा को कता कताबाट हुनुहुन्छ यसो टुच्च भन्नु होला गफ गरौँ एकछिन हामी के सारा जिन्दगानीमा धेरै पछि लाइभ आएको छ नद्दै हुनुहुन्छ आउट हुन गयो ऱ्याकेट खोसेको थियो ऱ्याकेट झरिसक्यो कडा कडा हेलो एभ्रीबडी सेवा नस्ते नस्ते सेवा ढोक गफ गरौँ आउनुहोस् है अब धेरै पछि लाइभ आएको छु को कता कताबाट हेर्दै हुनुहुन्छ यसो अपडेट दिनुहोस् गाइजहरू ले टोकोमा हानु लाजै लाग्यो ह्याप्पी स्याटरडे सबैजनालाई शनिबारको छुट्टी सबैले रमाइलो तरिकाले बिताउनु होला ओ सट नेसी नेसी कडा पो खेल्नु भयो त दुईजना त कहाँ कहाँबाट हुनुहुन्छ 9 पिपल वाचिङ जस्ट आउनुहोस् आउनुहोस् हेलो हेलो राजेश राई हाउ यु हजुर कस्तो हुनुहुन्छ आराम हुनुहुन्छ सोल्टी धीरेन्द्र रुम्दागी हजुर हो हजुरको सोल्टी होला मेरो दाई हो ओहो मेरो दाई भनेपछि हजुरको सोल्टी अनि त्यसो भए मेरो पनि हजुर त सोल्टी पर्नु भएछ तपाईँको यस कभर हलमा खेलेको 6 वर्ष भयो नाइस है नाइस 6 वर्ष होइन वर्षौँ बिताउनु पर्छ वर्षौँ नरेन्द्र नमस्कार हजुर नमस्कार के छ हौ मकनपुर हेटौँडाबाट हजुर वा मकनपुर हेटौँडाबाट ल हजुरलाई स्वागत छ मेरो लाइभमा हामी काठमाडौँबाट काठमाडौँको कपनबाट झनके कहाँ हो हेलो हेलो अरे आइज केटा खेल्नु राजेश सोल्टी नमस्कार सेवा सेवाई सेवा सबैजनालाई सेवा नमस्कार राम राम जय श्री कृष्ण तासिदेले छजल्लु जोरले नर्स्यो ए त नेपाली भएन त ल है ल ल है ल अಯ್या राम्रो टिप्नु भयो हौ दाइले अಯ್या अಯ್यो यो 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 नाइस नाइस गयो 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 हान्यो 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 दाइ सर्ट 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 आमा आमा धीरेन दाइले दामी हान्नुभयो अहिले मेरो घर त्यही सोल्टी हुनुहुन्छ है धीरेन हो र मेरो नि घर छेउछाउको दाइ हो मेन घर छेउछाउकै दाइ हो धीरेन दाइ 15 people watching. Hello, hello everyone. सबैलाई स्वागत छ हजुर स्वागत छ 17 people watching. Hello, hello सबैलाई स्वागत जस राम्रै खेल्दै हुनुहुन्छ यहाँ ओ नाइस नाइस कक्षा
नभने कि म हजुरहरूलाई चाहिँ भन्छु होइन सबै पैसावालाहरू ब्याङ्करहरू यहाँ खेल्ने यो कोर्टमा सबै यो कोर्टमा खेल्नेहरू सबै ब्याङ्करहरू पैसावालाहरू पैसा गर्नेवालाहरू कहाँदेखि हुनुहुन्छ लाइभ त हजुर यहाँ काठमाडौँबाट हो काठमाडौँ कपनबाट हो यो चाहिँ पर हुन्छ नि पर देख्दै हुनुहुन्छ स्पोर्ट्स हब नेपाल प्राली भन्दैछ नि हो यहीँ हो स्पोर्ट्स हब नेपाल काठमाडौँको कपनमा हजुरको गेम हेर्छु दामी लाग्छ सिस्टर केटिएम आयो भने पक्कै खेल्नुपर्छ हजुरसँग स्योर हजुर आउनुहोस् न आउँदाखेरि आउनुहोस् कुरा गरौँला खेलाउँला बसौँला आउनुहोस् न काठमाडौँ आउँदाखेरि ल स्पोर्ट्स हबकै पनि अफिसियल पेज छ त्यसमै टेक्स्ट गर्दा पनि हुन्छ लोकेसन हेर्दा पनि गुगलमा म्यापमा हेर्दा हुन्छ स्पोर्ट्स हब नेपालको म्याप हेर्दा पनि हुन्छ आउनुहुँदाखेरि है आउनु होला नि खेल्नुपर्छ नि के छ र जिन्दगानीमा लक्ष्मण दाई तपाईँ आउनु छोड्नुभयो हबमा किन हो नि साह्रो डिसै जानुभयो के हो मसँग तपाईँ साह्रो डिसै जानुभयो के हो हाम्रोमा हेलो रमेश देवी आमा 6 प्याक हो कि करङ देखाउनु भयो मार्यो सरी है सरी फोटो त कडा त म पनि आउँछु है दिदी निरञ्जन ढुङ्गाना कहाँ पनि हराएको नि नआएछ ब्याडमिन्टन कतै माया मारिहाल्यो कहाँ पुग्यो अनि म पनि आउँछु टिम चाहिँ साह्रो मिलेछ हौ यहाँ आमा कडा हुन्छ धिरिँदै त अब सोल्टीको बहिनी भनेपछि तपाईँ पनि मार्यो ल सोल्टी ल आउनु खेल्नु पर्ने भयो है एक दिन सोल्टी नि आउनुहोस् है यता नरेन्द्र हजुर हो नि यो सिस्टर यो कपन हो कपन काठमाडौँमा हो यो हजुर होइन हो तपाईँ रिसाउनु भयो तपाईँ किन रिसाउनु भएको भन्दै मैले उल्टै रिसाउँदै गाली गर्दैछु पो टाइम नभएर होइन कि तपाईँको म फेरि अनि कारवाही गर्नुपर्छ दाइ रुकुरो यहाँ खेल्न अब धीरज किराको हो नि गेम रमाइलै छ रमाइलै भइरहेछ आज धीरेन दाई फर्स्ट टाइम यहाँ मेरोमा खेलाउनु भएको आमामा आगो बालिराख्नु छ कोर्टमा आगो बालिराख्नु चाहिँ आगो धीरेन दाईले हेलो लाउ न सबैजना 17 पिपल फेरि 18 ल बढौँ कडाइ छ कडाइ जस्ट टिम मिलेर ओके लक्ष्मण दाइ ओके होइन कि तपाईँ आउनुहोस् एकदिन आउनुहोस् हजुरहरू आउनु पऱ्यो है जिन्दगानीमा यसो खेल्न पऱ्यो सबैजना आउनु पऱ्यो हजुरहरूको टोली कता जानुभयो कलाकार टोलीहरू कहाँ भयो माया पो मारिहाल्नु भयो है स्पोर्ट्स हबलाई अस्ति यताउडामा गेम हुँदा आइन नि म हजुर म त खास बाहिरतिर अब टुर्नामेन्ट खेल्नको लागि खासै हिँड्दिनँ बिस्तारै गेमदेखि रिटायर लिँदै गरेको मैले त अब त्यस्तै राम्रै नेसनल गेमहरू एउटा राम्रो लेभलको गेमहरू टुर्नामेन्टहरू चाहिँ भयो भने चाहिँ र मेरो फुर्सद मिलेको बेलामा चाहिँ यसो खेलेको बोल्छु खास खेल्दिनँ आजभोलि पढाइमा काममा बिजी हुनुपर्छ फुर्सद भएको बेलामा यसो खेल्ने हो काठमाडौँमै भयो भने कस्तो हल्लेको भने
किन बढ्दैछ ढुक 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 धिरेन्द्रलाई देखाइदिनु पऱ्यो आज ला दाइको साइन त खतरा आएर या धीरज किरात हजुर पनि खेल्नुहुन्छ कि कसो हो कहिले आउनु भएको थियो र यहाँ आउनु भएको थियो र पालो त अब यस्तै हुन्छ हौ धेर भिडभाड हुन्छ मिलेर खेल्नुपर्छ एकछिन वेट गर्नुपर्छ अनि फेरि खेल्नुपर्छ यस्तो छ भिडभाड त अब टन्नै नै छ आज पनि झन् आज झन् शनिबार पऱ्यो छुट्टी पनि आउनुहोस् न मिलेर खेलौँला हजुर आमा कडा दिनुभयो कडा ला फेरि आउट गयो के पो त्यो गीत पनि राई टोलीहरू यता यो त भोटे टोलीहरू कर्मारो फुर्पु भर्सेस यतापट्टि चाहिँ साङ्बु र आया साङ्बु र थुनाङ वक्का वक्का यता चाहिँ भोटे टोली यता चाहिँ राई टोली ढुक्कै पो त फेरि यता यो कोर्ट चाहिँ यतापट्टिको कोर्ट नम्बर 1 चाहिँ ढुक्कै राईहरू खेलिहाल्छ नि उतापट्टि चाहिँ ढुक्कै भोटे टोली खेलिहाल्छ कोर्टै गाली हुँदैन नो आफ्नो हुन्छ यहाँ कहिलेकाहीँ त भोटे र राई पनि मिलेर टिम मिलेर खेल्नु न हौ भनेर भन्छु कोही हुँदै भएन भने मात्रै खेल्ने हो न त हाम्रो आफ्नै टिम छ हौ हामी आफ्नै टिमसँग खेल्छौँ भनेर पर्खी आफ्नै टिम मात्रै टिमसँग मात्रै खेल्ने पो दुवैपट्टिको राई टोली पनि भोटे टोली पनि आशिष फेरि आशिष पनि यहाँ त हामी त 4 जना खोज्छौँ आशिष कुन चाहिँ आशिष हो भन्नु फेरि दुईवटा आशिष दुइटै लेखी छ अब कुन चाहिँ आशिष हो नि आशिष भनेको हाम्रो आशिष यहाँ पहिला काम गर्ने आशिष हो कि मेरो त्यो दिन न स्पाइट आँखा पोलेर आयो हजुर मेरो उयो भयो कि चिलाएको बेचे के भयो चिलाने चाहिँ के कसरी हेर्दा त कति राम्रो खेल्नु रहेछ अहिले नै अलगै हुन्छ नि हेलो 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 सबैले हेरौँ खेल्न पनि सुरु गरौँ खेल्नु हुन्न भने खेल्नु हुँदैन भने खेलेर इन्सपायर हुनुहोस् हेरेर साँच्चै आज टिकटकदेखि अनलाइन आउनुपर्छ के हो लाइभ ल यो गेम सिक्दैछ त्यसपछि टिकटकबाट अनलाइन लाइभ आउनु पऱ्यो कस्तो हुन्छ ओ कडा है कडा नरेश भाइ सेवा सोलुखुम्बु गइहाल्नु भएछ शेर्पाको टोली त पैसा धेरै छ नि पैसा त अब होला नि केटाहरूसँग सबै हिमालदेखि डलर लिएर आउने हुन् डलर लिएर आउनेहरू सबैजना हिमालबाट होला नि तर हाम्रो राई भाइहरू पनि यहाँ हो है के अरे भोटेहरूले लिएर आउँछन् पैसा होइन उताबाट डलर लिएर आउँछन् उहाँहरूले गन्दिनु हुन्छ ब्याङ्कमा बसेर राईहरूले सुन्नुभयो नि शेर्पाहरूले पैसा लिएर आउँछन् राईहरूले काउन्ट गरेर राखिदिन्छन् जेबी दाई मोटे नि मोटे नै हुनुहुन्छ
वाचिङ फ्रम सोलुखुम्बु हेलो सोलुखुम्बु स्पोर्ट्स हबमा काम गर्ने आशिष हो ए ओके आफ्नै मामा हो र आशिष त बिजी भएर स्पोर्ट्स हबमा छैन अहिले ऊ राइडर भइसक्यो अब ल आउनु है आउनु सबै केटाहरूले मिस गरिरहेको छ हिजो मिस भयो एउटा इभेन्टमा नुनु आँखा पोल्यो धेरै हेलो हेलो को हुनुहुन्छ कोनी हेलो गर्नुहोस् है को कहाँबाट हुनुहुन्छ 12 पिपल वाचिङ वन्ली अहिले चाहिँ अरू कता कताबाट हुनुहुन्छ जान्न पाएँ कुराकानी हुन पाएँ रमाइलो हुन्थ्यो सृष्टि चामलिङ बहिनी हेलो फ्रम धरान होइन त हेलो फ्रम काठमाडौँ तिमी किन नआएको पुष्पालाई खेल्नु नानी आउनु पर्थ्यो 14 पुग्यो अब हस् म सुनाइदिनु होला साथीहरूलाई सम्झना माया सुनाइदिनु होला बन्द मुनिस फोन मलाई पनि सिकाइदिनु है हस् आउनु हस् सिक्नलाई सही हो नि त नि शेर्पाहरूले डलर लिएर आउँछन् हिमालबाट राईले ट्याग 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 चाहिँ सही क्वाइँ 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 काउन्ट गरेर चाहिँ ट्याग राखिदिनुहुन्छ क्या राईहरूले भयो नि राईहरू सब कडा छन् नि ला के भयो नि के छ त्यस्तो भयो झन्डै बिगारी पठाएँ कता के भयो नि लैलाई जिन्दगानी त्यस्तै छ जिन्दगानी फुल कोट भयो सबै ब्याङ्करहरू हुन्छ नि यताबाट त्यही भएर भने कि ब्याङ्करहरूले पैसा काउन्ट गर्ने त हो मारे ल सही हान्नु सही सिक्नुपर्छ खेल्नुपर्छ आउनुपर्छ कोर्टमा आउनुपर्छ दिवस राई हामीलाई पनि सिकाउनु पर्यो हो सास हजुर सिकाउनु त पर्यो कति त ट्युटोरियलहरू राखेको छ ट्युटोरियलहरू नेपाल राखेको छ फेसबुकमा राखेको छु अनि अरू टिकटकमा पनि छ अब नेपाल टेलिभिजनको आफ्नै अफिसियल च्यानलहरूमा पनि छ त्यहाँ गएर नि यसो हेर्नु होला कतिपय कुराहरू सिकिन्छ हेरेर पनि सिकेर आफूले यसो एक्जिक्युट गर्नु होला ट्राई गर्नुहोस् कतिपय कुराहरू सिकिन्छ नभ्याएको खण्डमा भ्यायो भने चाहिँ अब ट्रेनिङ लिँदा नै राम्रो मर्गली हम भरत राई हेलो भरत चामलिङ राई हेलो चामलिङ राई
प्लिज पाछा हान्नु पर्छ उसले रमाइलो गरौँ हेरौँ मादिम हेलो ज्ञानदीप डू शेयर पहली बार मोहब्बत है यही हो ल ल ल ल ल यो पछि मेरो गेम आयो है गाइजहरू यो पछि एक गेम खेल्नु पर्यो फेदरमा खेल्नु पर्यो दिल तो पागल है दिल दीवाना है दिल तो पागल है दिल दीवाना है आयो गीत मिठो आयो आएन नजै लाग्यो हेरे भुइँतिर आँखैको निशाना ट्याक्कै अहिले आयो म हेरिरहेको हुन्छु तपाईँको भिडियोहरू ओके हेर्नुहोस् हजुर अब यो पछि मेरो गेम एक गेम खेल्नु पऱ्यो हेर्नु होला ल अनिश कोर्टमा खेलायो त म आएँ म तल झर्नु पऱ्यो गेम खेल्नु पऱ्यो लाउनु भयो हजुर लाइभ गरेको थियो अघि को निस्किनु हजुर पनि निस्किनु फेरि हिजो जस्तै फेरि टापको क्या आमामा थोरै तुफान नि हो म चाहिँ पर्खिँदा गर्छु टाप कहाँ हो कहाँ फोन गरेको फोन पनि उठ्दैन घर पुगिसक्नु पर्छ भनेर हाम्रो पालो आयो अरे सेवा हो यो गेमको गर्दैछु किरण थापा मगर क्रिस थापा मगर आमा यस्तो हुन्छ अनि है हेर्नुहोस् त लु दीर्घ जङ्गलिम्बु आयो के आयो पालो कुरो बसेको उहाँहरू चाहिँ है जिन्दगानीमा हो किप वाचिङ गाइस यो लाइभ सकिन्छ अनि काटेर फेरि नि आउने हो ल यस्तो राख्नु पर्यो अनि ओइ मैले भेटाएन मैले दिदीको लाइभ हेरिरहेको थिएँ फेरि बोलाउनु भयो अनि आइज भन त आइज उ त्यो फेदर निकाल्नु न हजुरले मेरो कावासाकीवाला यो ओल्ड वान हो एउटा नयाँ राम्रो छ मैले निकालिसकेँ अघि नै अनि खोइ त्यो होइन अर्को अहिले त्यो के अरे मच्छरको उस बालिरहेछ निकाल्ने मैले उता मिल्नु पर्यो नि एङ्कल आयो नुन आयो मन छैन रहेछ के हो ऊ लाग्यो कि के हो नि छैन त नि यत्रो मान्छे छैन आज अचम्म इमानले हेप्यो गाइज सबै अरू बेलायको मान्छे अरू बेलायको जस्तो छ क्या अरू नयाँ मान्छे चाहिँ को आएको अब जुन बसै रोजी अघि जस्तो होइन मेरो घाइते मान्छेको अघि कस्तो बनाएछ अहिलेदेखि हुँदैन कि अब भोलि चाहिँ यस्तो दुख्दैन कि अब
गीत गाएको हजुर ए आयो आयो अरे कुन ठाउँ हजुर स्पोर्ट्स अफ नेपाल काठमाडौँ स्पोर्ट्स अफ नेपाल फैका काठमाडौँ है हजुर अब को हजुरको यो आएछ हौ सर्ट कस्तो छ नम्बो छ नम्बो दिल तो पागल है हेर्दै अग्लो लाग्थ्यो अरे अनि अहिले चाहिँ के अग्लो छैन त्यति बेला हामी हो चाहिँ त्यति बेला हामी हो चाहिँ पढाउँदै होला हामी खेल्नको लागि केही गर्नुपर्छ त हजुर केही गर्नुपर्छ नि खेल्नको लागि ऱ्याकेट ल्याउनुपर्छ जुत्ता ल्याउनुपर्छ अनि त्यसपछि टी सर्ट हाफ प्यान्ट लगाएर आउनुपर्छ अनि त्यसपछि यहाँ आउनुपर्छ सडकको काम दिन्छौँ खेल्नुपर्छ इन्ट्री फी तिर्नुपर्छ हार्यो हार्नु भने पनि तिर्नुपर्छ त्यति गर्नुपर्छ सुनायो सुनायो सिद्धि छ अब म लभ फ्रम इन्डिया ओ मोन्स्टर राई यो त माथि नै राखेको माथि नै राखेको Love from India.